अब यो सोध्छ है वाट इज पपुलेसन पिरामिड होइन, राइट डाउन द टाइप्स अफ पपुलेसन पिरामिड भनेर झ्याप्पै 5 मार्क्समा सोध्छ। कुरो बुझ्नुभयो? यो निकै महत्त्वपूर्ण कुरो, आज एकदम मजाले बुझ्नु यो क्लास, यो टपिक बुझ्नु। डेमोग्राफिक प्रोसेसको बारेमा, जनगणनाको बारेमा यस्तो कुराहरू हामी अलिकति बुझ्छौँ। अनि इपिडेमोलोजीको पनि सर्ट क्वेसनमा, लङ क्वेसनमा आउने प्रश्नहरू गर्छौँ। ल ध्यान दिएर सुन्नु होला है त। ल अब तपाईँहरूलाई पहिला सोध्छु म, डेमोग्राफी भनेको के हो? वाट इज द मिनिङ अफ डेमोग्राफी भन्नु त। डेमोग्राफीको डेफिनेसनले केलाई बुझाउँछ? स्टडी अफ पपुलेसन। एकदमै होइन। तपाईँको चाहिँ नि डेमो भनेको चाहिँ पिपल, मास अफ पिपल भनेकै पपुलेसन भयो होइन। अनि ग्राफी भनेको के हो? स्टडी। एकदमै। तपाईँहरूले अब यस्तो वाट इज डेमोग्राफी भनेर सोधेको खण्डमा मिलाउन सक्नुहुन्छ क्या होइन। ल यसरी लेख्दा हुन्छ होइन। त यो तपाईँको चाहिँ स्टडी अफ द पपुलेसन, स्टडी अफ ह्युमन पपुलेसन इज कल्ड डेमोग्राफी होइन। ल भन्नु त मलाई, यो डेमोग्राफीका पिता को हुन् थाहा छ? जोन ग्राउन्ड। के अरे भन्नु त? जोन ग्राउन्ड। जोन स्नो भनेको को भन्नु त? ट्रु एपिडेमोलोजिस्ट। जोन ग्राउन्ड भनेको चाहिँ के रहेछ नि त? डेमोग्राफीको पिता रहेछ नै, यो बुझ्नु पर्यो ल। फादर अफ डेमोग्राफी भनेको जोन ग्राउन्ड हो। स्टडी अफ पपुलेसन, ह्युमन पपुलेसनलाई हामीले यो भन्छौँ। र यो पहिला क्वेसन लेखिहाल्नु अनि हामी मजाले छलफल गरौँला। वाट इज पपुलेसन पिरामिड? यो सर्ट मार्क्समा सोध्छ है बढी ल। यो 1 मार्क्सको भयो। अनि राइट डाउन द टाइप्स, राइट डाउन द टाइप्स अफ पपुलेसन पिरामिड। चित्रहरू कोरेर मजाले बनाउन सक्नुभयो भने चाहिँ अझै ठिक हुन्छ है। अब समय अनुकूल कति भ्याइन्छ त्यसले पनि निर्धारण गर्ने हो गर्न चाहिँ। ल यसलाई यहाँ राखिदिएँ है त मैले। ल भन्नु त, पपुलेसन पिरामिडलाई चाहिँ हामीले देखाएको मध्ये के को डिस्ट्रिब्युसन चाहिँ भन्छौँ भन्नु त? एज एन्ड सेक्स पिरामिड। हो एकदमै महत्त्वपूर्ण यो एज एन्ड सेक्स भनेर होइन। यसको बारेमा तपाईँको चाहिँ तपाईँले के बुझ्नु भएको छ? ल तपाईँले बुझेको कुरा भन्नुहोस् पहिला पपुलेसन पिरामिडबाट। मैले अगाडि पनि पढाएको थिएँ, आज झन् डिटेल हुन्छ। बार अनुसार जुनले चाहिँ एज र सेक्सको पपुलेसनको एज र सेक्सको बारेमा रिप्रेजेन्ट गर्छ। विभिन्न ग्राफिकल रिप्रेजेन्टेसन भनौँ न होइन। ल यो बुझ्नु हजुर। पर्यो है तपाईँहरूले। पहिला परिभाषा लेख्छु अनि बुझाउँला। यहाँ अब तपाईँहरूले परिभाषा सर्टकट छोटो मिठो परिभाषा लेखौँ। इट इज अ ग्राफिकल रिप्रेजेन्टेसन अफ डिस्ट्रिब्युसन है। ग्राफिकल रिप्रेजेन्टेसन अफ डिस्ट्रिब्युसन अफ पपुलेसन के को आधारमा? एकोर्डिङ टु एज एन्ड एज, सेक्स। एज एन्ड, यो दुईटालाई हाइलाइट गर्नु। हेर्नु त, भनेपछि यसले के कुरा बुझायो? एज र सेक्स मात्र भन्यो क्या। अब यहाँबाट के बुझ्ने? कुनै पनि उमेरका मेल फिमेल कति छन् भनेर के को ग्राफबाट हामीले बुझ्छौँ? पपुलेसन पिरामिडबाट है। यति बुझ्नु, पपुलेसन पिरामिड भनेको एज र सेक्सको ग्राफिकल डिस्ट्रिब्युसन नै हो होइन। कुन उमेरको व्यक्ति चाहिँ कुन सेक्सको बढी छ भनेर भन्छ। यहाँबाट पपुलेसन पिरामिडबाट हामीले दुईवटा कुरा मात्र पहिला थाहा पाउनुपर्छ, एज र सेक्सको बारेमा है त। यो पहिलो कुरो भयो। अब यसका टाइप्सको बारेमा बुझ्न आवश्यक हुन्छ। कुरो बुझ्नुभयो? टाइप्स यसको कतिवटा छन्? तपाईँले कतिवटा टाइप्स पढ्नु भएको छ त्यो भन्नु त मलाई। तिनवटा। टाइप्स भनेको चाहिँ, टाइप्स भनेको तिनवटा के हो? एक्सपेन्सिभ, स्टेसनरी अनि एउटा के थियो कन्स्ट्रक्टिभ हो। एक्सपेन्सिभ है, स्टेसनरी। स्टेसनरी अहिले नभनौँ, कन्स्ट्रक्टिभ हुन्छ पहिला। कन्स्ट्रक्टिभ एन्ड स्टेसनरी।
इट इज अ ग्राफिकल रिप्रेजेन्टेसन अफ द डिस्ट्रिब्युसन अफ पपुलेसन एकोर्डिङ टु एज एन्ड सेक्स भइगयो। यसलाई हामीले के भन्ने रहेछौँ पढ्नु त? एज सेक्स डायग्राम पनि भन्ने रहेछौँ, एज स्ट्रक्चर डायग्राम पनि भन्ने रहेछौँ। यो हेर्नु है, जे होस् पपुलेसन पिरामिडबाट हामीले दुईवटा कुराहरू थाहा पाउन सक्छौँ, एज र सेक्स। कुन उमेरको व्यक्ति कुन सेक्सको बढी छ, होइन, अथवा कुन उमेरका मेल फिमेल कति छन् भनेर बुझिन्छ। अब क्यारेक्टरिस्टिक भनेको हामीले पपुलेसन पिरामिडको चित्र हेर्दै जाँदाखेरि तपाईँको चाहिँ नि कस्तो नेचरको चाहिँ हामीले देख्नुपर्छ भन्ने कुरा यसले बुझाउँछ है। पहिला साइज अफ पपुलेसन चाहिँ होरिजेन्टल एक्जिसमा हुनुपर्छ अरे, भनेको यस्तो एक्जिसमै। यो भनेको भर्टिकल, यो भनेको होरिजेन्टल अथवा लङ्गिट्युनल। भनेपछि पपुलेसनको साइज चाहिँ त्यो पिरामिडमा कतातिर हुनु पर्यो? होरिजेन्टलमा हुनु पर्यो। नक्सा हेर्ने बित्तिकै बुझ्नुपर्छ तपाईँहरूले ल। अर्को कुरा भनेको चाहिँ एज ग्रुप चाहिँ कस्तो हुनु पर्यो अरे? भर्टिकल एक्जिसमा हुनु vertical पर्यो, होइन। अहिले म तपाईँहरूलाई ग्राफ लेखाउँदाखेरि पनि बुझ्छु। जस्तै यो भर्टिकल, यो होरिजेन्टल भनेपछि एज कहाँ हुनुपर्छ? यहाँ एज लेख्न मिल्यो हामीले? भन्नु त, कालोमा, कालो लाइनमा मिलेन। मिलेन। यहाँ चाहिँ पपुलेसनको साइज लेख्न पर्छ, होइन, पपुलेसनको साइज भन्छ। अनि यो तपाईँको भर्टिकल लाइनमा चाहिँ एज ग्रुप ए लेखिदिनु पर्यो। बच्चादेखि बुढो चाहिँ सरर तलदेखि माथि। पहिलो दुईटा क्यारेक्टर बुझ्नु है, यो तपाईँले लेखेर अति राम्रो हुन्छ। 10 मार्क्समा कहिले काहीँ सोध्न सक्छ नि त, यसमा लेख्नुपर्ने कुरा धेरै छ। अर्को, मेललाई लेफ्टतिर हुन्छ अरे। मेललाई कतातिर हुन्छ? यता कि यता? लेफ्टतिर। जहिले लेफ्टमा। पनि है, @ MALE भनेर यसरी बुझौँ। यहीँ लेखाइदिइहाल्छु म, हेर्नु त बुझ्नको लागि सजिलो। एलई बित्तिकै तपाईँले एलई लेफ्ट लगाइदिने क्या, कुरो बुझिन्छ। MALE भनेर आउँछ, LEFT लगाइदिने। चार चार लाइनको छ क्या यो चाहिँ। अनि अर्को, फिमेल भन्ने बित्तिकै अब फिमेलले प्राय भनेको कुरा चाहिँ राइट हुनुपर्छ क्या, त्यो पनि होइन। हामीलाई थाहा छ नि धेरै कुरा, फिमेल्स आर अलवेज राइट भनेर बुझ्ने क्या, ठिक छ। त्यसो हुँदाखेरि चाहिँ के हुन्छ, यो चाहिँ फिमेललाई चाहिँ तपाईँको राइटतिर लाने। यस्तो छ भने यहाँ मेल हुन्छ, यहाँ के हुन्छ त? फिमेल हुन्छ। फिमेल। चारवटा कलर हो। अहिले पपुलेसन पिरामिड म देखाउँछु, त्यति बेला सबै यो कुरालाई तपाईँले खोज तलास गर्नु पर्यो। र एज ग्रुप इज एरेन्ज इन एसेन्डिङ अर्डर अरे। एज ग्रुपलाई कुन अर्डरमा राखिएको पाइन्छ? एसेन्डिङ एसेन्डिङ। अर्डरमा। एसेन्डिङ अर्डर भनेको म्याथ पढिन्छ नि, होइन। सानो एज ग्रुपबाट चाहिँ ठुलो एज ग्रुपतिर लाने क्या। अब मलाई भन्नु, हामीले यता चाहिँ 5, 10, 15 भन्दै एज लान्छौँ कि ओरेन्ज कलरले लेखेको 5, 10, 15 भन्दै लान्छौँ? भन्नु त। अरेन्ज कलर। हो, किनभने यो भर्टिकल लाइनमा हामीले एजलाई राख्छौँ कि राख्दैनौँ? राख्छौँ नि त। यस सर। ल, यो कुरा चाहिँ पहिलो सेन्सिटिभ क्यारेक्टर्सहरू भयो है, यो चाहिँ एकदम मजाले बुझ्नु ल, यो ग्राफिक बनाउँदाखेरि नै। अब पपुलेसन पिरामिड पढेको छु भनेर जे पाए त्यही राख्न पाइँदैन। यो 5 मार्क्समा सोध्छ, राइट राइट साइडमा के हुनुपर्छ? फिमेलै हुनुपर्छ। मेल। लेफ्ट साइडमा मेलै हुनुपर्छ। मेल। साइज अफ पपुलेसनलाई चाहिँ उता ठाडो सगरमाथातिर चढेको बनाउनु भएन। मेन कुरा, सेन्सिटिभ कुरो यो छ है। होरिजेन्टलमा राख्नु पर्यो। त्यसरी चाहिँ गर्नु है त। निमोनिक्सबाट अलिअलि फ्याटफुट भनिदियो। अब यो कुरा भयो, अब हामी टाइप्सको बारेमा अलिक विस्तृत रूपमा जाउँ है त, नक्साबाट हेरौँ, ठिक छ। मेरो आवाज सुनिरहनु भएको छ नि मजाले, विशेषजीले पनि? यस सर। ल, लु हेर्नु। ल, यसैलाई म सुरुकै पिक्चर निकालेँ। सबै मैले भनेको क्यारेक्टरलाई मध्यनजर गर्नु त के हुन्छ क्लियर। ल, मैले भनेको क्यारेक्टर मिलाउँ ल पहिला। यो एक्सपान्डिङलाई हामीले के भन्छौँ? एक्सपान्सिभ भन्छौँ, होइन। यसलाई के भन्छौँ हामीले? कन्स्ट्रक्टिभ भन्यौँ है। र यसलाई के भन्यौँ? स्टेसनरी, ठिक छ। ल, अब यसमा हेरौँ त हामी, एकछिन है, रातो। ल, अब यसमा हेरौँ त, एक्सपान्डिङमा हेरौँ। तपाईँको चाहिँ लेफ्ट साइडमा मेल छ कि छैन? डार्क रङको छ, एकदमै। अनि होरिजेन्टल लाइनमा तपाईँको यो पपुलेसनको साइज छ कि छैन? छ। छ। माथि तपाईँको भर्टिकल लाइनमा एज ग्रुप छ कि छैन है? छ। होइन। साइज अफ पपुलेसन पनि मिल्यो, तपाईँको चाहिँ नि एज ग्रुप पनि मिल्यो, ठिक छ। अनि हाम्रो यो तपाईँको चाहिँ नि मेल र फिमेल पनि मिल्यो कि मिलेन? मिल्यो, लेफ्ट साइडमा छ। अनि अब एसेन्डिङ अर्डरमा सानो एज ग्रुपबाट ठुलो एज ग्रुपतिर लगेको छ कि छैन हेर्नु त, छै, होइन। त्यही भएर मेन सेन्सिटिभ कुरा त्यसै 5 मार्क्स आउँदैन। यसलाई अलिकति मजाले स्पष्ट हुनु होला। ल, यो मेन क्यारेक्टर मिलाइयो। अब हामी जाउँ इन्डिभिजुअली, ठिक छ। अब लु हेरौँ त, एक्सपान्डिङ अथवा एक्सपेन्सिभमा तपाईँले चित्र हेरेर यो चित्रको साइज भन्न सक्नुहुन्छ? यो कस्तो साइजको छ?
सक्नुहुन्छ? यसो हेर्नु त, ट्रायङ्गुलर छ कि छैन यो भन्नु त, यस्तो भएको। यस सर। यसले ट्रायङ्गुलर हो। रातो मार्कर लिएको सबै त्यही एउटै हो ल। ट्रायङ्गुलर आकारको हुन्छ पहिला सेप। हाम्रो यो एक्सपान्सिभ पिरामिड चाहिँ कस्तो सेपले एक्सटेन्ड भएको रहेछ? ट्रायङ्गुलर सेपले। है, यो बुझ्नु पहिला। ट्रायङ्गुलर सेपले एक्सपान्ड भएको रहेछ, त्यो भनेर पहिलो बुझ्नु होला। अब यसमा महत्त्वपूर्ण कुरा, यसो चित्र हेर्नु त। फर्टिलिटी रेट यहाँ हाई छ कि कस्तो छ? फर्टिलिटी भनेको यो तलको क्या, कस्तो छ हेर्नु त। हजुरहरूले नि तिनवटा कुरा बुझ्नु ल, अहिले मजाले बुझाउँ। तिनवटा सेन्सिटिभ इन्डिकेटर छ क्या यसमा। एउटा फर्टिलिटी, अर्को मोर्टालिटी, अनि एउटा चाहिँ लाइफ एक्सपेक्टेन्सी। त्यसले चाहिँ पपुलेसन ग्रोथ रेटलाई दर्शाउँछ। यति बुझ्नु ल। पपुलेसन ग्रोथ रेटलाई दर्शाउने फेरि म्यारिजहरू पनि छ, म्यारिएजहरू, माइग्रेसन पनि छ। तर मेन कुरा चाहिँ हामीलाई चाहिने भनेको पिरामिडमा चाहिँ तिनवटा के अरे, एकछिन पर्खिनु। हजुर, हजुर भन्नु त। ए ल ल, म क्लासमा छु, त्यहाँ सन्तोष मामाले कान्छा मामालाई फोन गर। ए ल ल, हुन्छ ल, हुन्छ। नमस्ते, मलाई सुनिरहनु भएको छ नि? यस सर। ल, बिहेको माहौल छ कि तर पनि तपाईँहरूलाई के क्लास छुट्याउनु भनेर मात्र हो। ल, यो महत्त्वपूर्ण कुरा छ होइन, इक्जाम आउँदैछ। हो, पपुलेसन पिरामिडमा है फेरि सबैमा बुझ्नु भयो भने चाहिँ बिग्रिन्छ। डेमोग्राफिक प्रोसेस भनेर पढ्छौँ, त्यहाँ चाहिँ फर्टिलिटी, मोर्टालिटी, माइग्रेसन, म्यारिजहरू पनि छ। तर पपुलेसन पिरामिडलाई हेर्दाखेरि चाहिँ तपाईँको चाहिँ तिनवटा कुरा के फर्टिलिटी, मोर्टालिटी, लाइफ एक्सपेक्टेन्सी के अरे भन्नु त। फर्टि फर्टिलिटी, मोर्टालिटी अनि लाइफ एक्सपेक्टेन्सी। यो यो तिनवटा कुरोले गर्दाखेरि नि सबै तपाईँको चाहिँ पिरामिड फरक फरक छ क्या। यो तिनवटा पिरामिडको सेप किन एउटै भएन भन्नुहुन्छ भने चाहिँ हामीले किन पिरामिड चाहिँ फरक फरक हेर्छौँ भन्दाखेरि चाहिँ कुनै पनि राष्ट्रको फर्टिलिटी रेट कति छ, मोर्टालिटी रेट कति छ, र लाइफ एक्सपेक्टेन्सी कति छ, त्यो अनुसार पिरामिडको सेप के छ त, फरक छ भनेर बुझ्नु ल। बेस्ड अपन फर्टिलिटी, मोर्टालिटी एन्ड लाइफ एक्सपेक्टेन्सी पिरामिडको सेप चाहिँ के हुन्छ, फरक पाइन्छ। ल, अब यहाँ हेरौँ, के हेरौँ भने MRTA फर्टिलिटी, मोर्टालिटी अनि लाइफ एक्सपेक्टेन्सी औसत आयु। जस्तै अब यहाँ हेर्नु त, यसो विचार गर्नु त, यहाँ फर्टिलिटी रेट अवश्य पनि बढेको छ नि त, यो भन्दा हो किन भन्नु त, बढेको छ। यो धेरै छ कि छैन? 0 देखि 4 वर्षको उमेरसम्म 10वटा मेल छ, हेर्नु त, हो कि होइन भन्नु त, हो नि। त्यही भएर के बुझ्नु पर्यो, एक्सपान्सिभमा चाहिँ के छ भने फर्टिलिटी रेट पनि हाई छ। के छ? फर्टिलिटी रेट पनि हाई छ, र अलिकति मोर्टालिटी रेट पनि हाई छ भन्नु पर्यो। मोर्टालिटी रेट पनि जब दुई चारवटा मर्नु भनेको हाई नै हो है। फर्टिलिटी रेट पनि हाई छ, मोर्टालिटी रेट पनि हाई छ, तर लाइफ एक्सपेक्टेन्सी चाहिँ के छ, सर्टर छ भन्नु पर्यो। कुरो बुझ्नुभयो? यसमा के हुन्छ अरे, एक्सपेन्सिभमा यो धेरै छ तल, त्यही भएर फर्टिलिटी रेट पनि हाई छ, मोर्टालिटी रेट पनि हाई छ, तर औसत आयु चाहिँ के छ, सर्ट छ भन्नुपर्छ। कुरो बुझिन्छ? भनेपछि आफै विचार गर्नु त, एक्सपेन्सिभ पिरामिडको चाहिँ पपुलेसन ग्रोथ रेट चाहिँ बढेको होला कि घटेको होला? भन्नु भन्नु, बढेको हुन्छ। तपाईँको चाहिँ नि मोटा फर्टिलिटी रेट बढ्नु भनेको भोलि पर्सिको सङ्ख्या बढ्नु हो कि होइन? बढ्नु हो नि त। बच्चाको एज चाहिँ बढ्नु भनेको अवश्य तपाईँले के बुझ्नुपर्छ भन्नु त, बच्चाको तपाईँको दरहरू बढ्नु, फर्टिलिटी रेट बढ्नु भनेको त्यसले भोलि पर्सि पपुलेसन ग्रोथ रेटलाई बढाउँछ भन्नु हो। त्यही भएर एक्सपेन्सिभ पिरामिडको चाहिँ के छ त, पपुलेसन ग्रोथ रेट चाहिँ पोजिटिभ छ अथवा इन्क्रिजिङ छ भनेर बुझ्नुपर्छ। ठिक छ? ल, फेरि मलाई भन्नुहोस्, यहाँ ओल्ड एजको सङ्ख्या बढी छ कि एडल्ट एजको सङ्ख्या बढी छ कि चाइल्डको बढी छ भन्नु त, नक्सा हेरेर। चाइल्डको बढी छ। यो तलको एज ग्रुप बढी छ कि छैन यहाँ तपाईँको चाहिँ लगभग हेर्नु त, यहाँ तपाईँको चाहिँ 15देखि यसो हेर्नु त, 15देखि 19 वर्षको फिमेल त लगभग तपाईँको चाहिँ नि इन्क्रिजिङ अर्डरमै छ। 10वटा मेल पनि 10वटा छ होइन, त्यही भएर बुझिदिनु पऱ्यो क्या तपाईँहरूले। होइन, 10 छ, यहाँ 9 छ, 5देखि
4 को 9 वर्षसम्मको मेल 9 छ, यो 8 छ, यति 7 छ, दिउँसो बढ्दैछ नि त। त्यही भएर एक्सपेन्सिभ पिरामिड भनेको फर्टिलिटी रेट पनि हाई छ, मोर्टालिटी रेट पनि हाई छ, लाइफ एक्सपेक्टेन्सी सर्ट छ। फर्टिलिटी रेट पनि हाई हुनु भनेको पपुलेसन ग्रोथ रेट चाहिँ पोजिटिभ हुनु हो, अर्थात् इन्क्रिज भएको छ। र यसो हेर्दाखेरि चाहिँ यहाँ के छ त, ओल्ड एज र एडल्टको तपाईँको पपुलेसन भन्दाखेरि चाहिँ चिल्ड्रेनको पपुलेसन चाहिँ के छ त, बढी छ भन्नुपर्छ। र यस्तो स्ट्रक्चर भएको पिरामिड चाहिँ कुन कुन देशमा लागू हुन्छ भन्दाखेरि चाहिँ डेभलपिङ कन्ट्रिजहरू भन्नु पर्यो। डेभलपिङ कन्ट्रिजको 2-4टा उदाहरण दिनु त। नेपाल। नेपाल, इन्डिया, नाइजेरियाहरू भयो क्या। यति कुरा बुझ्नु है तपाईँले। ल, तपाईँले एक्सपेन्सिभ पिरामिडको बारेमा यति लेख्नुपर्छ है। बुझ्यो होइन त? बुझ्यो नि। अब हामी जाउँ केमा त भन्दाखेरि चाहिँ त्यो कन्स्ट्रक्टिभमा जाउँ ल। अब कन्स्ट्रक्टिभमा जाउँ त यसो हेर्नु त यहाँ। यसको चाहिँ अब सुरुमा हामीले के बुझौँ भने साइज बुझौँ। के साइजको छ यो? स्पिन्डल सेपको छ कि यस्तो हो यो। तपाईँले हामीले कन्केभ लेन्स भन्ने पढ्नु भएको छ? पढ्नु भएको छ नि होइन? कस्तो रिफ्रेक्टिभ एररमा कन्केभ दिन्छौँ हामीले? छैन। साइडको किनारा किनारा चाहिँ अलिकति सानो भएको, बिचको भाग चाहिँ ठुलो भएको, यसलाई चाहिँ हामीले स्पिन्डल सेप भन्छौँ क्या। कुरो बुझ्नुभयो? त्यही भएर यो चाहिँ कन्केभ मिररको जस्तो हुन्छ। यो चाहिँ के सेपको हुन्छ? तल चाहिँ सानो सानो, माथि चाहिँ ठुलो भुँडे। यसलाई हामीले स्पिन्डल सेपको भनेर भन्छौँ, कन्केभ मिरर जस्तो हुन्छ। ठिक छ। अब यसो हेर्नु त, यहाँ यो ठुलो एजको हेर्नु त, 65 देखि 69 होइन, 60 to 64, यो एज ग्रुपको सङ्ख्या बढी छ कि यो तलको सङ्ख्या बढी छ? हेर्नु त माथिको नक्सा। संख्या बढी छ। हो, त्यही भएर पहिलो बुझ्नुपर्छ भनेपछि यो कम हुनु भनेको फर्टिलिटी कम हुनु हो कि होइन? यस सर, फर्टिलिटी कम हुनु अनि ग्रोथ त्यही भएर पनि कम। फर्टिलिटी चाहिँ कम छ भन्नु पर्यो है। र मोर्टालिटी पनि कम नै छ। कम तपाईँको मोर्टालिटी, मृत्यु पनि के छ यसमा? कम नै छ भन्नुपर्छ। तपाईँको यस्तो छ क्या, फर्टिलिटी र मोर्टालिटी डाइरेक्टली प्रोपोर्सनल हुन्छ है ल। फर्टिलिटी बढ्ने बित्तिकै मोर्टालिटी पनि के हुन्छ? बढ्छ। फर्टिलिटी घट्ने बित्तिकै मोर्टालिटी पनि के हुन्छ? बढ्छ। बढ्छ। तर फर्टिलिटी र मोर्टालिटीको तुलनामा लाइफ एक्सपेक्टेन्सी चाहिँ इन्डाइरेक्टली प्रोपोर्सनल छ। भन्नुको मतलब फर्टिलिटी र मोर्टालिटी हाई छ भने लाइफ एक्सपेक्टेन्सी के हुन्छ? सर्ट हुन्छ। त्यसै गरी फर्टिलिटी र मोर्टालिटी सर्ट छ भने लाइफ एक्सपेक्टेन्सी के हुन्छ? हाई हुन्छ। त्यसरी बुझ्न पर्यो क्या। त्यही भएर यसमा के छ, यसो विचार गर्दाखेरि चाहिँ फर्टिलिटी कम छ, फर्टिलिटी कम हुनु भनेको मोर्टालिटी पनि कम छ, तर लाइफ एक्सपेक्टेन्सी चाहिँ कन्स्ट्रक्टिभ पिरामिडमा के छ? बढी छ भन्नुपर्छ होइन? भनेको पपुलेसन ग्रोथ रेट, फर्टिलिटी नै छैन भनेपछि पपुलेसन ग्रोथ रेट बढ्छ होला त यो पिरामिडमा? बढ्दैन। ठिक छ। पपुलेसन ग्रोथ रेट भनेको यसमा नेगेटिभ हुन्छ, डिक्रिजिङ अर्डरमा हुन्छ भन्नु पर्यो। अब यसमा तपाईँले आफै भन्नु, यो ओल्डर एजको पपुलेसन बढी छ कि बच्चाको बढी छ? ओल्डर एजको। हो, र ओल्डर एजको पपुलेसन यसमा हाई छ भन्नु पर्यो। ठिक छ। ओल्डर एजको पपुलेसन हाई हुनु भनेको त्यो मान्छे धेरै वर्ष बाँचेको हो कि होइन? हो नि त। त्यही भएर लाइफ एक्सपेक्टेन्सी पनि यो पिरामिडमा हाई छ भन्ने। अब स्टेसनरी भनेको त झुक्किनै परेन, सबै कुरो यहाँ के छ? इक्वल, बराबर। स्टेसनरी भन्ने शब्दले केलाई बुझाउँछ? इजिकस टु, इक्वलिबिलियमलाई बुझाउँछ। अब झुक्किने केमा? कुनमा फर्टिलिटी बढ्छ, कुनमा मोर्टालिटी बढ्छ, सुरुमै बढिदिन्छ क्या। फेरि भन्छु ल, पिरामिड भनेको 3टा कुरा हेर्नुपर्छ, एउटा फर्टिलिटी, मोर्टालिटी, लाइफ एक्सपेक्टेन्सी। जहाँनिर फर्टिलिटी बढेको छ मोर्टालिटी पनि बढ्छ, किनभने फर्टिलिटी र मोर्टालिटी डाइरेक्टली प्रोपोर्सनल हुन्छ। तर फर्टिलिटी र मोर्टालिटीको तुलनामा के चाहिँ इन्भर्सली प्रोपोर्सनल हुन्छ? लाइफ। लाइफ एक्सपेक्टेन्सी। र एक्सपेन्सिभमा के हुन्छ? फर्टिलिटी पनि बढ्छ, फर्टिलिटी बढिसकेपछि मोर्टालिटी पनि बढ्छ, तर लाइफ एक्सपेक्टेन्सी कम हुन्छ। बुढो मान्छेको सङ्ख्या कम छ, यहाँ छिटो मर्छ। यसमा फर्टिलिटी कम छ, फर्टिलिटी कम हुनु भनेको अभियसली मोर्टालिटी पनि कम हुनु हो, तर यसमा फेरि औसत आयु चाहिँ के हुन्छ? बढ्छ। मान्छे कम मर्नु भनेको धेरै बेर बाँच्नु हो नि त। त्यही भएर लाइफ एक्सपेक्टेन्सी यहाँ बढी छ भन्नु पर्यो। जहाँनिर फर्टिलिटी हाई हुन्छ त्यहाँनिर पपुलेसन ग्रोथ रेट बढ्छ, जहाँनिर फर्टिलिटी मोर्टालिटी कम हुन्छ त्यहाँनिर पपुलेसन ग्रोथ रेट घट्छ। यसमा फर्टिलिटी र मोर्टालिटी हाई छ, पपुलेसन ग्रोथ रेट बढ्यो। यसमा फर्टिलिटी र मोर्टालिटी कम छ, पपुलेसन ग्रोथ रेट घट्यो। बुझ्नु भएन त? बुझ्नु। ल, अब तपाईँको चाहिँ नि कस्तो कन्ट्रीमा यो देखिन्छ भन्दाखेरि डेभलप कन्ट्रीमा देखिन्छ क्या। कस्तोमा? डेभलप्डमा। जस्तै तपाईँको चाहिँ नि के भन्छ, यो युएसएहरू भयो, तपाईँको चाहिँ नि चाइनाहरू भयो, फ्रान्सहरू भयो, यसमा चाहिँ कुन देखिन्छ?
कन्स्ट्रक्टिभ देखिन्छ। अर्को स्टेसनरी, स्टेसनरी भन्ने शब्दले इजी कस्टुलाई बुझाउँछ, इक्विलिब्रियमलाई बुझाउँछ। यसमा के हुन्छ, फर्टिलिटी पनि कम छ। के छ, फर्टिलिटी पनि कमै हुन्छ, मोर्टालिटी पनि कम हुन्छ। ल, फर्टिलिटी एन्ड मोर्टालिटी के हुन्छ यसमा, लो हुन्छ। ठिक छ। तर फेरि अब तपाईँको चाहिँ नि के हुन्छ, फेरि इन्भर्सली प्रोपोर्सनल भन्ने बित्तिकै औसत आयु बढ्छ भन्ने हुँदैन। औसत आयु पनि यसमा मोडरेट नै हुन्छ भनेर बुझ्नुपर्छ। तर मान्छे मरेपछि जहिले अमर हुन्छ मान्छे, हुँदैन। ठिक छ। कोही मान्छे अमर भएको देख्नु भएको छ त, छैन नि त। त्यही भएर स्टेसनरीले इजिकस्टुलाई बुझाउँदाखेरि फर्टिलिटी र मोर्टालिटी पनि लो छ, लो भए तापनि, तर मोर्टालिटीले चाहिँ के गर्छ, फर्टिलिटीलाई चाहिँ उछेट्छ क्या। भनेपछि डेथ रेट चाहिँ अलिकति हाई हुन्छ भन्नुपर्छ। डेथ रेट चाहिँ के हुन्छ अरे, हाई हुन्छ भन्नु पर्यो। मान्छे अवश्य एक दिन त मर्छ, त्यही भएर मान्छे नजन्मे पनि जन्म दरलाई चाहिँ मृत्यु दरले चाहिँ अलिकति माथि उछेल्छ भन्न खोजेको। फर्टिलिटी र मोर्टालिटी लो छ, तर मोर्टालिटीले चाहिँ फर्टिलिटीलाई के गर्छ, अलिकति एक्सिड गरेको छ भनेर बुझ्नुपर्छ। ल, यसमा एज पपुलेसनहरूकै अलिकति बाह्र इक्वलाइज चाहिँ हुन्छ यो पिरामिडमा। र यसमा यसको पपुलेसन ग्रोथ रेट के हुन्छ, 0। पपुलेसन ग्रोथ रेट अफ स्टेसनरी पिरामिड भन्यो भने के भन्ने, पिजिआर 0 भन्ने है त। ल, यस्तो खालको पपुलेसन चाहिँ कुन कुन राष्ट्रमा छ भन्दाखेरि चाहिँ तपाईँहरूले बुझ्नुपर्छ, डेभलप कन्ट्री नै हो। जस्तै के त, स्पेनहरू भयो, स्पेन जस्तो राष्ट्र भयो, जर्मनी जस्तो राष्ट्र भयो, होइन। तपाईँको चाहिँ नि स्विडेन जस्तो राष्ट्र भयो। यस्तोमा चाहिँ कुन पिरामिड लागू भएको हुन्छ, स्टेसनरी है। स्पेन, जर्मनी, स्विडेनतिर चाहिँ स्टेसनरी पपुलेसन पिरामिड चाहिँ लागू भएको हुन्छ। ल, यसलाई भिडियो हेर्ने अनि एउटा एउटा सेन्टेन्सहरू मिलाएर एकदम ध्यान दिएर, साइज अफ पपुलेसन चाहिँ कहाँ हुनु पर्यो अरे, यतै हुनु पर्यो, होरिजन्टल लङ्गिट्युनल। एज ग्रुप चाहिँ के हुनु पर्यो, माथि ठाडो परेको हुनु पर्यो, होइन, भर्टिकल्ली हुनु पर्यो। मेल कहाँ हुनु पर्यो, इ लेफ्टमै हुनु पर्यो। फिमेल कहाँ हुनु पर्यो, इ राइटमै हुनुपर्छ, होइन। र तपाईँको चाहिँ नि एज ग्रुप कसरी एरेन्ज गर्नुपर्छ, सानोदेखि माथि एसेन्डिङ अर्डरमा जानुपर्छ, सानो एज ग्रुपबाट ठुलो एज ग्रुपतिरै जाने। यसरी बुझ्नुभयो भने चाहिँ यसमा केही दुविधाहरू चाहिँ हुँदैन। ल, हामीले पपुलेसन पिरामिड बनाउँदाखेरि चाहिँ कतिवटा कुरालाई ध्यान दियौँ भन्नु त, 3टा कुरालाई ध्यान दियौँ, होइन। के, फर्टिलिटी, मोर्टालिटी, लाइफ एक्सपेक्टेन्सी। कुन कुन चाहिँ डाइरेक्टली प्रोपोर्सनल छ, फर्टिलिटी र मोर्टालिटी। कुन चाहिँ इन्भर्सले, लाइफ एक्सपेक्टेन्सी। हाई फर्टिलिटी, हाई मोर्टालिटी छ भने लाइफ एक्सपेक्टेन्सी सर्ट हुन्छ। लो फर्टिलिटी, लो मोर्टालिटी छ भने लाइफ एक्सपेक्टेन्सी लङ हुन्छ। जहाँनिर लो फर्टिलिटी, पपुलेसन ग्रोथ रेट नेगेटिभ। जहाँनिर हाई फर्टिलिटी, पपुलेसन ग्रोथ रेट पोजिटिभ, होइन। जहाँनिर हाई फर्टिलिटी, चिल्ड्रेन एज ग्रुप चाहिँ बढी छ। जहाँनिर लो फर्टिलिटी, ओल्ड एजको पपुलेसन चाहिँ बढी छ। ल, स्टेसनरी भनेको बर्थ रेट पनि लो, डेथ रेट पनि लो, तपाईँको चाहिँ नि, तर मान्छे त एक दिन मर्छ, मृत्यु त निश्चित हुन्छ। त्यही भएर तपाईँको अलिकति मृत्यु दर चाहिँ अलिकति बढी हुन्छ भनेर बुझ्ने। अब यो बुझ्यो, यसको बारेमा इन्डिभिजुअली एक्सप्लेन गर्नु। अब डेमोग्राफिक प्रोसेस भन्ने अर्को कुराकानी छ है। डेमोग्राफिक प्रोसेस भन्ने अर्को कुराकानी छ क्या। डेमोग्राफिक प्रोसेस चाहिँ 5वटा छ मेनली। कतिवटा छ भन्नु त, 5वटा छ। के रहेछ, फर्टिलिटी, तपाईँको चाहिँ जन्म दर, मोर्टालिटी, मृत्यु दर, मोर्बिडिटी, बिरामी दर, माइग्रेसन, बसाइसराई, सोसियल मोबिलिटी भनेको चाहिँ चेन्ज इन स्ट्याटस। यो भनेको चाहिँ कुनै पनि स्ट्याटसमा चेन्ज मात्र हुने। मलाई भन्नु त, मोबिलिटी भन्ने बित्तिकै खालि मोबाइल मुभमेन्ट भन्ने कुरा बुझिन्छ नि त। लु, माइग्रेसन र सोसियल मोबिलिटीको फरक कसले भन्न सक्नुहुन्छ, ल जाओस् त। वाट इज द डिफरेन्स माइग्रेसनमा बिट्विन, चाहिँ भन्नु भन्नु। माइग्रेसनमा चाहिँ एउटा कन्ट्रीबाट अर्को कन्ट्रीमा पनि हुन्छ जस्तो लाग्यो। अनि अँ, सोसियल मोबिलिटीमा चाहिँ अब एउटै कन्ट्रीमा पनि एक ठाउँबाट अर्को ठाउँमा जियोग्राफिकल मात्रै हुन्छ जस्तो लाग्यो। होइन, गलत। तपाईँले जे होस् मोबिलिटीलाई चाहिँ मुभमेन्ट गर्ने भनेर एक ठाउँमा मात्र मुभमेन्ट भन्नुभयो, तर गलत। यहाँ चाहिँ कुनै पनि स्ट्याटसमा चेन्ज हुनुपर्छ क्या। ल, माइग्रेसन भनेको त बुझिहाल्नु चाहिँ बसाइ सराई भन्छ, होइन। जस्तै तपाईँको चाहिँ नि को मान्छे कहाँबाट बसाइ सर्यो भनेर सबै सूचनाहरू, रेकर्ड्सहरू राखिन्छ क्या यो यसमा। त्यो चाहिँ बसाइ सराई भयो। जियोग्राफिकल मुभमेन्ट हो क्या। माइग्रेसन भनेको चाहिँ कन्ट्री मात्र होइन, माइग्रेसन भनेको चाहिँ जियोग्राफिकल मुभमेन्ट हो क्या। जहाँ कुनै पनि व्यक्ति एक ठाउँबाट अर्को ठाउँमा बसाइ सरेर जाने गर्छन्, होइन। जस्तै ए भन्ने कम्युनिटीको मान्छे बी भन्ने कम्युनिटीमा गयो भने के हुन्छ, बी भन्नेको पपुलेसनको के हुन्छ,
साइज बढ्छ होइन, चेन्ज हुन्छ। तर ए भन्ने के हुन्छ, घट्छ। डेमोग्राफिकमा त पपुलेसनमा त भूमिका खेल्यो। त्यही भएर बुझ्नु, माइग्रेसन भनेको चाहिँ जियोग्राफिकल मुभमेन्ट हो, जहाँ कुनै पनि व्यक्ति एक ठाउँबाट अर्को ठाउँमा बसाइ सरेर जान्छ। यो विश्वमै नेपाल विश्व जहाँ पनि हुन्छ क्या, वर्ल्डको मात्रै तुलना चाहिँ नगरौँ। तर सोसियल मोबिलिटी भनेको चाहिँ यो कुनै पनि स्ट्याटसमा चेन्ज हुनुपर्छ क्या, यो चाहिँ बुझ्नुभयो। कस्तो छ भने नि, यसमा चाहिँ सोसाइटी भनेको एउटा सोसियल हाइरार्की भनिन्छ क्या। अपरवार्ड पनि हुनसक्छ, डाउनवार्ड पनि हुनसक्छ, स्ट्याटसको आधारमा। जस्तै सोसियल मोबिलिटीलाई चाहिँ विभिन्न फ्याक्टरहरूले डिटरमाइन गर्छ, माइग्रेसनलाई चाहिँ कुनै पनि फ्याक्टरले डिटरमाइन गर्दैन। जस्तै सोसियल मोबिलिटी भनेको कुनै पनि स्ट्याटसको चेन्ज हुनु पर्यो भनेको अपवर्ड हुनसक्छ, डाउनवर्ड हुनसक्छ। जस्तै तपाईँको एजुकेसनहरू भयो, इन्कमहरू भयो, अकुपेसनल स्ट्याटसहरू, यिनीहरूको स्ट्याटस चाहिँ हेरिन्छ क्या, केमा, सोसियल मोबिलिटीमा। तर माइग्रेसनमा चाहिँ यस्तो स्ट्याटसहरू हेरिँदैन। कुरो बुझ्नुभयो। यदि एजुकेसनहरू, इन्कमहरू, अकुपेसनल स्ट्याटसहरू चाहिँ तपाईँको इम्प्रुभ भएको छन् भने त्यो चाहिँ कस्तो मोबिलिटी हुन्छ, अपवार्ड मोबिलिटी हुन्छ। कुरो बुझ्नुभयो। जस्तै एजुकेसनहरू, इन्कमहरू, अकुपेसनल स्ट्याटसहरू चाहिँ अलिकति लो छ भने के बुझ्ने, डाउनवर्ड सोसियल मोबिलिटी। यसको विभिन्न टाइप छ क्या, अपवार्ड सोसियल मोबिलिटी, डाउनवर्ड सोसियल मोबिलिटी, होरिजेन्टल सोसियल मोबिलिटी, भर्टिकल सोसियल मोबिलिटी भन्छ। जे होस् बुझ्नु, माइग्रेसन हुनको लागि चाहिँ कुनै पनि फ्याक्टर हेरिँदैन, तर सोसियल मोबिलिटीमा चाहिँ विभिन्न फ्याक्टरको चेन्ज हुनुपर्छ है त। कुरो बुझ्नुभयो, बुझ्यो। यति कुरा मेन बुझ्नु है। तपाईँलाई सोध्छ, यो म रिटर्नको लागि पनि नोट चाहिँ पठाइदिन्छु होइन। यो अब डेमोग्राफिक प्रोसेसमा यो 5वटा पर्छ भनेर सरक्क बुझ्ने। ल अब अर्को चाहिँ भाइटल इभेन्ट छ, के छ अरे अर्को चाहिँ भाइटल इभेन्ट छ। ल भन्नु त, वाट इज द भाइटल इभेन्ट? भाइटल इभेन्ट भनेको चाहिँ नि, भनेको यस्तो हो क्या, विभिन्न लाइफको इभेन्ट्स हो यो। लाइफको इभेन्ट हो जसले चाहिँ पपुलेसनमा चेन्ज ल्याउने गर्दछ। कुरो बुझ्नुभयो। यो यस्तो लाइफको इभेन्ट जसले पपुलेसनमा चेन्ज ल्याउँछ, परिवर्तन दिलाउँछ भने त्यो के हो, भाइटल इभेन्ट्स हो। जस्तै बर्थ, हेर्नु त, तपाईँको चाहिँ जन्मदर बढिरहनु भनेको, हामीले लाइभ बर्थ रेकर्ड गर्नु गर्नु भनेको त्यसले पपुलेसनमा चेन्ज ल्यायो कि ल्याएन, ल्यायो। अर्को चाहिँ तपाईँको चाहिँ नि डेथ। डेथ भन्ने बित्तिकै कुनै पनि मान्छेको मृत्यु भयो भने त्यो ठाउँको पपुलेसन, तपाईँको चाहिँ त्यो कम्युनिटीको पपुलेसन घट्यो कि घटेन, घट्यो। माइग्रेसन, माइग्रेसन भनेको बसाइ सरुवा होइन, जियोग्राफिकल मुभमेन्ट। एक ठाउँबाट अर्को ठाउँमा गयो, ए भन्नेको ठाउँबाट बी भन्ने ठाउँमा गयो भने के हुन्छ, ए भन्नेको पपुलेसन कम हुन्छ, बी भन्नेको पपुलेसन बढ्छ होइन। यसले पनि त पपुलेसनमा चेन्ज ल्यायो है। त्यही भएर तपाईँले गायत्रीजीले चाहिँ वर्ल्डलाई भन्नुभयो होइन, तपाईँले चाहिँ नेपाल र इन्डियालाई तुलना गरे जसरी भन्नुभयो क्या। नेपालको व्यक्ति इन्डिया गयो भने नेपालको होल पपुलेसन घट्यो, इन्डियाको होल पपुलेसन बढ्यो भन्ने होइन। यो चाहिँ तपाईँको नेपालकै झापा जिल्ला र मोरङ जिल्लाको तुलना गरौँ। तपाईँको झापा जिल्लाको मान्छे मोरङ जिल्ला गयो भने झापा जिल्लाको सङ्ख्या घट्यो, मोरङ जिल्लाको बढ्यो क्या। वर्ल्ड मात्र भनेर नबुझ्नु ल, माइग्रेसन भनेको चाहिँ है त। जे होस्, तपाईँको विवाह भयो, विवाह भयो। अब मेरै दिदीको चाहिँ नि यहाँ इलामबाट चाहिँ शङ्कर सभा जानु भएको छ होइन। तपाईँको चाहिँ नि अब यहाँबाट इलामको जनसङ्ख्या के भयो, घट्यो। तर शङ्कर सभाको के भयो त, बढ्यो। बढ्यो। पपुलेसनमा चेन्ज ल्यायो कि ल्याएन, ल्यायो नि ल्यायो। त। त्यही भएर भाइटल इभेन्ट भनेको चाहिँ लाइफको इभेन्ट हो जसले पपुलेसन, जनसङ्ख्यामा चाहिँ परिवर्तन ल्याउँछ, परिमार्जन गर्छ भनेर बुझ्नुपर्छ। भनेपछि यहाँ कुन पर्दैन होला, सोसियल मोबिलिटी पर्दैन। ल सोसियल मोबिलिटी चाहिँ केमा पर्छ, डेमोग्राफिकमा पर्छ है। सोसियल मोबिलिटी भनेको चाहिँ अघि मैले भने नि, जस्तै यो अपवर्ड हुन्छ, डाउनवर्ड हुन्छ भने यो एजुकेसन, इन्कम, अकुपेसनहरूलाई हेर्ने हो क्या। अनि हामीले अकुपेसन, एजुकेसनलाई हेरेर चाहिँ यो चाहिँ यस्तो जनसङ्ख्या भएको मान्छे यस्तो भनेर खासै क्यालकुलेट गर्दैनौँ। डेमोग्राफीमा यो पर्दैन। ठिक छ, शिक्षित दर निकालिन्छ, अशिक्षित इलिटरेट दर निकालिन्छ, तर यसले चाहिँ भाइटल इभेन्ट्समा पर्दैन क्या। यो सोसियल मोबिलिटीले चाहिँ पपुलेसनमा खासै चेन्ज ल्याउँदैन। मैले लु ठिक छ, मैले चाहिँ तपाईँको चाहिँ शिक्षित दर चाहिँ 90% रहेछ भनेर निकाल्ने, यसलाई पपुलेसनलाई चेन्ज गर्यो त यसले, गरेन नि त। जस्तै हेर्नु त, ए भन्ने कम्युनिटीमा 50जना थियो, बी भन्ने कम्युनिटीमा चाहिँ तपाईँको चाहिँ नि 60जना थियो। यहाँको एकजना मान्छे यता गयो अथवा 10जना गयो, ल यहाँको 10जना मान्छे बी भन्नेमा गयो भने के हुन्छ रिजल्ट, यहाँ 40जना हुन्छ, यहाँ 70जना। ए पपुलेसनमा परिवर्तन ल्यायो कि ल्याएन ए र बीको,
ल्यायो। अब हेर्नु, यहाँ 50जना छ, यहाँ 60जना छ। 50जनामा तपाईँको 10जना शिक्षित छ अरे, होइन? 10जना शिक्षित छ भनेपछि तपाईँको कतिजना रह्यो? 40जना रह्यो, होइन? केही पपुलेसन चेन्ज आयो त? आएन नि त। 50जनै थियो तपाईँको चाहिँ नि, 10जना त शिक्षित छन् नि। शिक्षित भएको मान्छेलाई चाहिँ अर्को ठाउँ लगेर त राख्दैन। तँ जहाँ यहाँ शिक्षित रहेछस् तँ यो ठाउँमा नबस्दा भन्दैन कि भन्छ? भन्दैन। त्यही भएर बुझ्नु पर्यो, यो सोसियल मोबिलिटी भनेको चाहिँ हामीले विभिन्न फ्याक्टरलाई मध्यनजर गर्छौँ, एजुकेसन, इन्कम, अकुपेसन स्ट्याटसहरू। त्यही भएर यो चाहिँ, यसले चाहिँ जनसङ्ख्यामा चाहिँ परिवर्तन ल्याउँदैन, परिमार्जन ल्याउँदैन भनेर बुझ्नुपर्छ। ल, सोसियल मोबिलिटी भनेको चाहिँ अकुपेसनल चेन्जहरू हो, अथवा मात्र चेन्ज इन स्ट्याटस भनेर बुझ्नु। तपाईँलाई एक्जाममा सोधेको छ है यो क्वेसन, यो क्वेसन सोधेको छ ल। बुझ्नुभयो कि भएन भन्नु त? डेमोग्राफिक प्रोसेस र पपुलेसन पिरामिड, यस सर। हो यो कुरा अलिकति मेन हो। यसलाई अलिकति लेखिहाल्नु, अहिले म तपाईँलाई पठाइदिन्छु नोट पनि। पपुलेसन पिरामिड र यसको वाट इज डेमोग्राफी, राइट एबाउट द डेमोग्राफिक प्रोसेस भनेर सोध्छ यो पनि। दुईटा प्रश्न निकै महत्त्वपूर्ण। डिफाइन डेमोग्राफी, राइट एबाउट द डेमोग्राफिक प्रोसेस, अथवा वाट इज पपुलेसन पिरामिड, राइट डाउन द टाइप्स अफ पपुलेसन पिरामिड। निकै महत्त्वपूर्ण कुरो यो। हामीले क्लास कति तपाईँको यो बच्चैबाट पढ्दै पढ्दै आएको कुरो हो, यसलाई अलिकति मध्यनजर गर्नु होला। तपाईँलाई सोध्छ जस्तै दुईवटा अप्सन कम्बाइन गरेर पनि दिएर हुन्छ क्या, देखाएको मध्ये कुन चाहिँ भाइटाइप एलिमेन्टमा पर्दैन भन्छ, अथवा कुन चाहिँ डेमोग्राफिक प्रोसेसमा पर्दैन भनेर पनि कहिले काहीँ सोधिरहेको हुन्छ, अब होइन? फर्टिलिटी मोर्टालिटी यो एउटा अप्सन भयो, होइन? मोर्टालिटी मोर्बिडिटी अर्को अप्सन भयो, होइन? यहाँ लेख्छु ल म। अब यो दुईवटा अप्सन भएर पनि त चुन्न त सक्नु पर्यो। एउटा यो दुईवटा भयो, प्लस अर्को यो दुईवटा भयो, प्लस तिनवटामा फर्टिलिटी प्लस मोर्बिडिटी भयो। अर्को चाहिँ मेरिएज प्लस सोसियल मोबिलिटी भयो। के हटाउने भन्नु त? देखाएको मध्ये कुन चाहिँ डेमोग्राफिक प्रोसेसमा पर्दैन भनेर, एउटामा फर्टिलिटी कमा मोर्टालिटी, अर्कोमा मोर्टालिटी कमा मोर्बिडिटी, अर्कोमा फर्टिलिटी कमा मोर्बिडिटी, 2 नम्बरमा मेरिएज कमा सोसियल मोबिलिटी। के हटाउनुहुन्छ? यसैलाई नै हटाउनु पर्यो ल। किन भन्दाखेरि नि, सुन्नु ल, डेमोग्राफिक प्रोसेसको पनि एकदमै इम्पोर्टेन्ट रोल भनेको चाहिँ फर्टिलिटी मोर्टालिटी मोर्बिडिटी हो क्या। कुरो बुझ्नुभयो? पपुलेसनको स्ट्रक्चरलाई सुन्नु, पपुलेसन ग्रोथलाई एउटा विभिन्न सेप दिने भनेको मेन इम्पोर्टेन्ट रोल चाहिँ फर्टिलिटी मोर्टालिटी र मोर्बिडिटीले खेल्छ क्या। त्यही भएर यो 4टाबाट पनि हटाउनु पर्यो भने, 5वटाबाट पनि हटाउनु पर्यो भने कुनलाई हटाउने? सोसियल मोबिलिटी नै हटाउने। म्यारेज प्लस सोसियल मोबिलिटी। मात्र तपाईँले के बुझ्नु पर्यो, सोसियल मोबिलिटी भनेको चाहिँ कुनै पनि मानिसको स्ट्याटसमा चेन्ज ल्याउनु मात्र भनेर बुझ्नुपर्छ, है त? बुझ्नुभयो होला होइन? अब चाहिँ बुझ्नुभयो ल। यो इम्पोर्टेन्ट कुरा छ, यसलाई मध्यनजर गर्नु है। एक्जाममा तपाईँको चाहिँ नि दुईटा भनेको प्रश्नबाट एउटा कहिले काहीँ सोध्न सक्छ यो। सेन्सस, तपाईँलाई यो सेन्ससको बारेमा भन्नुपर्छ। के भन्छ नेपालीमा? जनगणना, होइन त? जनगणना हाम्रो देशमा जनगणना हेर्दाखेरि चाहिँ कति कति वर्षको अन्तरालमा गरिन्छ? 10 वर्षको। 10 वर्षकोमा गरिन्छ, अथवा डिकेड पनि भनिन्छ, होइन त? हो नि त। जस्तै अब यहाँ यो तपाईँलाई के लाग्छ, यो सेन्ससको डाटा चाहिँ एकदम ट्रु फ्याक्ट जस्तो लाग्छ? नो सर। होइन नि। जस्तै सुन्नु, सुरुमा पहिला म अहिले अब मेरो ठाउँमा जागिर खाँदाखेरि म अर्कै ठाउँमा छु। घर मेरो झापा जिल्ला हो, बिर्तामोड भन्ने ठाउँमा। अब मेरो झापा जिल्लामा आउँछ मान्छेहरू, घरमा मम्मीहरूले सोद्धाखेरि चाहिँ खोइ अरू को छन् भन्दाखेरि यतिजना छन्, एकजना चाहिँ जागिर खान गएको छ भन्नुहुन्छ, होइन? अनि त्यो गर्ने मान्छेले पर्दैन उतै गन्छ भनेर भन्छ। अब मलाई घरमा पनि गनेको छैन, म बस्ने ठाउँमा पनि मलाई गनेको छैन, म त नेपालको मान्छेमा गनेकै छुइनँ क्या। त्यही भएर सेन्सस चाहिँ एकदम ट्रु फ्याक्ट भन्ने चाहिँ हुँदैन। यस हाम्रो देशमा जनगणना हेर्दाखेरि चाहिँ एभ्री 10 इयरको इन्टरभलमा गर्छ, अथवा डिकेड पनि भनिन्छ ल। अब यो कहिले सुरुमा कहिले गरेको रहेछ हेर्नु त? फर्स्टमा 1968 बिएस। पहिलो पटक सेन्सस चाहिँ तपाईँको कुन सालबाट स्टार्ट भएको रहेछ भन्दाखेरि चाहिँ याद गर्नु, 1968 बिएस। सनमा भन्दाखेरि 1911। थाहा छ नि? तपाईँको नेपाल सरकारले परिवार नियोजनको कार्यक्रमलाई कुन सालमा सपोर्ट गरेको हो? यही सालमा, यही सालमा भित्राएको है ल। गीतले त डिस्टर्ब भयो नि तपाईँहरूलाई, भन्नु त? गीत सुन्दै हुनुहुन्छ?
ल यहाँ ध्यान दिनु है। लेटेस्ट सेन्सस भन्छ। अहिलेको लेटेस्ट सेन्सस चाहिँ तपाईँको कहिले कन्डक्ट गरिएको रहेछ? 78 साल। 2078। ल 2018 साल विक्रम सम्वत, एडीमा 2021। अहिले अब 4 वर्ष भएछ गरेको नि। हामीले पढेको छौँ नि त। आर्थिक तपाईँको चाहिँ नि जनगणना चाहिँ 2078-79 अनुसार भनेर पनि पढेको छौँ विभिन्न कुरा होइन। त्यही भएर बुझ्नु यो चाहिँ। ल यति छ। अब यो सेन्सस चाहिँ के को मातहतमा छ त भन्दाखेरि चाहिँ यो सिबिएस भन्नु पर्यो। सेन्सस जनगणना गर्दा हामीले के को मातहतमा गर्छौँ अरे? सेन्ट्रल ब्युरो अफ स्ट्याटिस्टिक्स भन्छ। यो छैन भने नेसनल पपुलेसन इन हाउसिङ सेन्सस, एनएचपिसी होइन है, एनपिएचसी भन्दा पनि भयो। ल यो हेर्नु, यो निकै महत्त्वपूर्ण हो, एमसिक्यूमा काम लाग्छ यस्ता कुराहरू। अर्को अब एनडिएचएस, यसको बारेमा त भन्नै पर्दैन होइन। नेपाल डेमोग्राफिक हेल्थ सर्वे भनिन्छ। यो कति कतिको वर्षको अन्तरालमा गरिन्छ? प्रत्येक 5 वर्षको अन्तरालमा 5 गरिन्छ। वर्षको। एनडिएचएस अनुसार चाहिँ अहिलेको स्टन्टिङ कति छ भन्नु त 2022 अनुसार? खै त हो 16 25 होला। होला भन्नु न, फिक्स्ड भन्नु पर्यो क्या। ल हेर्नु त, विच अफ द पपुलेसन, विच अफ द फलोइङ एलिमेन्ट्स अफ 25 होइन। इकोनोमिक। हजुर 25 नै हो। अगाडि 36, अहिले 25। हजुर, कन्फर्म गर्नु, हजुर। नोटमा लेख्नु भएको छ कि छैन तपाईँहरूले? खै त अनि के पढ्नुहुन्छ हौ तपाईँहरू त? केही पनि मिलाउनु हुन्न त। लेखेको फ्याक्ट सर। फ्याक्ट 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 भन्नु न वान सर्टमा। ल के छ त भन्नु त, अहिलेको यो स्टन्टिङ कति रहेछ त भन्नु पर्यो नि त। फ्याक्ट फ्याक्ट पहिला 36, अहिले 25। हो भन्नु पर्यो नि त, भन्नु पर्यो होइन। पहिला 36 थियो, अहिले 25 छ स्टन्टिङ। ठिक छ त, होला नभन्नु न। वास्टिङ पहिला 10 थियो, अहिले 8 छ। 8 छ। इम्प्रुभ भइरहेको छ त्यो। त्यसरी बुझ्नु ल। ल अब यहाँ के हो त भन्नु त, इपिडेमियोलजिकल ट्रायड जम थ्योरी अनुसार कुन कुन एलिमेन्ट चाहिँ पर्छ भन्नु त? सबै पर्छ। उहुँ, बोथ ए एन्ड बी हो। एजेन्ट हो जस्तो बोथ होइन। बोथ एनबी हो क्या। जम थ्योरी भनेको 1-to-1 थ्योरी हो कि होइन यस भन्नु सर। त? भनेको एउटा तपाईँको चाहिँ नि डिजिज लाग्नको लागि कतिवटा कजेटिभ एजेन्ट रेस्पोन्सिबल हुन्छ? एउटा कजेटिभ एजेन्ट। भनेपछि के छ यहाँ? डिजिज, कजेटिभ एजेन्ट। कजेटिभ एजेन्टले कसमा डिजिज ल्याउँछ? हस्टमा। त्यही भएर हवस्। कजेटिभ एजेन्ट र हस्ट मात्र पर्छ क्या यसमा। कजेटिभ एजेन्ट र हस्ट मात्र केमा पर्छ? जम थ्योरीले को भने बमोजिम इटी ट्राइडबाट चाहिँ दुईटा मात्र पर्छ है, अल होइन। ल एपिडेमियोलजिकल ट्रायलमा सबै पर्छ होइन। इटीमा चाहिँ अल अफ द एबोभ। ल भन्नु अब, यो इपिडेमियोलजिकल ट्रायड अनुसार चाहिँ एजेन्ट तपाईँको चाहिँ नि हस्ट इन्भाइरोमेन्टबाट चाहिँ तपाईँको कुन चाहिँ एकदमै मोस्ट इम्पोर्टेन्ट छ भन्नु त? होस्। इन्भाइरोमेन्ट भन्ने व्यक्ति को हुनुहुन्छ फेरि यहाँ? 100% गलत तपाईँ। के हुन्छ? एजेन्ट, एकजना हस्ट भन्दै हुनुहुन्छ। घर बनाउनको लागि को चाहिन्छ भन्नु त? एउटा इन्जिनियर चाहियो नि। रोग लगाउनको लागि पनि इन्जिनियर भनेको कजेटिभ एजेन्ट हो क्या। घर बनाएकै छैन अनि हामी मान्छे गएर बस्ने हो त त्यहाँ? होइन नि त। घर बनाउनको लागि त ठेकदार चाहियो, मापन गर्नको लागि, इस्टिमेट गर्नको लागि इन्जिनियर चाहियो। त्यही भएर अनि पो हामी गएर बस्छौँ त, इन्भाइरोमेन्ट बनाउँछौँ, राम्रो इन्भाइरोमेन्ट। त्यही भएर रोग लाग्नको लागि कजेटिभ एजेन्ट चाहिन्छ मेन। त्यही भएर मोस्ट इम्पोर्टेन्ट एलिमेन्ट चाहिँ के हो? कजेटिभ एजेन्ट। अब जहिले इपिडेमियोलजिकल ट्रायडमा देखाएको मध्ये कुन पर्छ भनेर सोध्दैन, यो विभिन्न डाइमेन्सनबाट बुझ्नु ल। तर यहाँ हेर्नु अब, कि अफ डिजिज तपाईँको चाहिँ नि अकरेन्स भन्यो भने चाहिँ के लगाउने भन्नु त? कि अफ डिजिज अकरेन्स भन्यो भने चाहिँ के लगाउनुहुन्छ? सबै बिर्सिनु भयो तपाईँहरूले। फेरि हस् भन्दै हुनुहुन्छ। इन्भाइरोमेन्ट। के लगाउने? इन्भाइरोमेन्ट।
रोग लगाउने साँचो भनेको चाहिँ के हो त? रोग रोग उत्पन्न गराउने साँचो भनेको वातावरण हो क्या। वातावरण फेभरेबल भएन भने, कन्टामिनेटेड एयर भएन भने, कन्टामिनेटेड फुड भएन भने हामीलाई रोग लाग्छ त? लाग्दैन। त्यही भएर कि अफ डिजिज अकरेन्स भनेको रोग उत्पन्न गराउने साँचो चाहिँ के हो त? वातावरण हो क्या। एयर, वाटर, फुड भनेर पढ्छौँ नि। फेक ओरल रुट भनेर फुडबोर्न डिजिज यताउता पढ्छौँ। त्यही भएर इन्भाइरोमेन्ट भनेको के हो त? कि टु डिजिज अकरेन्स, रोग उत्पन्न गराउने साँचो। तर महत्त्वपूर्ण भनेको चाहिँ के हो फेरि? एजेन्ट। ल जस्तै तपाईँको चाहिँ नि मिजल्स लगाउनको लागि प्यारामिक्जो भाइरस रेस्पोन्सिबल हुन्छ। त्यही भएर कजिटिभ एजेन्ट चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ। तर रोग उत्पन्न गराउनको लागि चाहिँ तपाईँको इन्भाइरोमेन्ट फेभरेबल हुनुपर्छ क्या। त्यो बुझ्नु पर्यो तपाईँहरूले है। तपाईँको चाहिँ नि रोग उत्पन्न हुनको लागि एजेन्ट, हस्, इन्भाइरोमेन्ट बिच इन्टरेक्सन हुनुपर्छ। इन्टरेक्सनले गर्दाखेरि रोग लाग्छ क्या, होइन? सम्बन्ध बिग्रिन्छ अनि रोग लाग्छ भनेर बुझ्नु पर्यो। उत्पत्ति गराउनु भनेको चाहिँ इन्भाइरोमेन्ट। ल, हुकमको रिजर्भर के हो भन्नु त? स्मल इन्टेस्टाइन। स्मल इन्टेस्टाइन। हो, एकदमै, होइन? ल अब जस्तो, हजुर, स्मल इन्टेस्टाइनको पनि जिजुनममा भनेको बादमा। स्मल इन्टेस्टाइनको पनि एकदम एउटा स्पेसिफिक रोज्नु पर्दाखेरि चाहिँ जिजुनम। जेजुनम। जस्तै सोर्स र रिजर्भरको फरक के हो भन्नु त मलाई? के सर? सोर्स होइन, एउटा सोर्स भन्ने पनि छ क्या, थाहा छ नि तपाईँहरूलाई? सर सोर्स र रिजर्भरको फरक के हो? सोर्स भनेको कहाँबाट त्यो सोर्स मतलब के भने जस्तो हुन्छ नि, इक्जाम्पल सोइल अथवा वाटर यिनीहरूबाट हुने भयो। रिजर्भर भनेको चाहिँ भेरी गुड, केस एन्ड क्यारियर जुन चाहिँ एकदमै। ल, खासमा डाइनामिक अफ डिजिज ट्रान्समिसनमा चाहिँ सोर्स र रिजर्भर एउटै हुन्छ। तर तपाईँको जुन हामी रिजर्भर भनेर पढ्छौँ नि बेग्लै, त्यति बेला चाहिँ डिफ्रेन्ट हुन्छ है। भनेको डाइनामिक अफ डिजिज ट्रान्समिसनमा तिनवटा कुरो छ क्या। रिजर्भर सोर्स एउटा, मोड अफ ट्रान्समिसन अर्को, ससेप्टेबल हस्ट अर्को, होइन त? रिजर्भर भनेको भण्डार, होइन? मोड अफ ट्रान्समिसन भनेको सार्ने माध्यम, डाइरेक्ट पनि हुनसक्छ, इन्डाइरेक्ट पनि हुनसक्छ। ससेप्टेबल हस्ट भनेको चाहिँ रोगको भण्डारबाट, सोर्सबाट, रिजर्भरबाट चाहिँ निष्कासन भएर कजिटिभ एजेन्ट जुन व्यक्तिमा प्रवेश हुन्छ त्यसलाई हामीले ससेप्टेबल हस्ट भन्छौँ। ससेप्टेबल हस्ट मेनली के हुन्छ? ह्युमन हुन्छ। अब जाउँ सोर्स र रिजर्भरको फरक। सोर्स मान्छे पनि हुनसक्छ, एनिमल पनि हुनसक्छ, नन लिभिङ थिङ पनि हुनसक्छ। रिजर्भर भनेको पर्सन पनि हुनसक्छ, एनिमल पनि हुनसक्छ, नन लिभिङ थिङ पनि हुनसक्छ। तर मेन डिफरेन्स भनेको सोर्समा चाहिँ ग्रोथ र डेभलपमेन्ट मात्र हुन्छ, तर रिजर्भरमा के हुन्छ? मल्टिप्लिकेसनहरू, रिप्रोडक्सनहरू पनि हुन्छ क्या। भाइरस छ भने रेप्लिकेसन गर्छ, ब्याक्टेरिया छ भने मल्टिप्लिकेसन गर्छ, प्यारासाइड वर्म्सहरू छ भने रिप्रोडक्सन पनि गर्छ। त्यो चाहिँ केमा? सोर्स कि रिजर्भरमा? रिजर्भरमा। त्यही भएर त रिजर्भरको लागि स्मल इन्टेस्टाइन हुने भयो नि त। हुकमले रिप्रोडक्सन गर्ने काम केमा गर्छ? स्मल इन्टेस्टाइनमा गर्छ। तर हुकमको लागि सोर्स फेरि के हो? सोयल हो। सोइल। एक्जाम्पलबाट बुझ्ने भन्दा नि परिभाषाबाट बुझ्ने प्रयास गर्नु होला। ल, जस्तै यही प्रश्नमा सोर्स अफ हुकम इज भनेको भए हजुरहरूले सोयल लाउनु पर्थ्यो, होइन? सोइलबाट चाहिँ उसले ग्रोथ गर्छ, पासेस गर्छ क्या, मात्र पास गर्नु। हामीले जस्तै ए भन्ने व्यक्तिले ए भन्ने व्यक्ति चाहिँ रिजर्भरमा कन्टामिनेटेड भएको छ भनेको उसलाई, ऊ चाहिँ हुकमको रिजर्भर छ। अनि उसले चाहिँ खुल्ला एरियामा दिशा गर्यो भने जो व्यक्ति त्यहाँ तपाईँको कन्ट्याक्टमा गयो त्यो ससेप्टेबल हस्ट भयो, उसलाई लाग्न सक्छ। र त्यो ससेप्टेबल हस्टको लागि सोर्स भनेको त सोइल भयो नि त हुकमको, होइन? त्यही भएर हुकमको लागि सोर्स भनेको सोइल हो। रिजर्भरको तपाईँको चाहिँ नि हुकमको लागि रिजर्भर भनेको ह्युमन हो। किन ह्युमनको स्मल इन्टेस्टाइन जेजनम भन्दा? रिजर्भर भन्ने बित्तिकै आफ्नो सङ्ख्या बढाउने हो, सोर्स भन्ने बित्तिकै पास मात्र गर्ने हो। ससेप्टेबल हस्टमा सरक्क पास मात्र भएको थियो नि त, त्यसरी बुझ्नुपर्छ। जस्तै कुन रोगको लागि चाहिँ सोर्स र रिजर्भर दुवै सोइल हुन्छ भन्यो भने के भन्ने? टिटानस। एकदमै टिटानस भन्नु पर्यो, होइन? किनभने टिटानसले चाहिँ त्यस्तो तपाईँको त्यो के भन्छ, डिस्टर्ब भएको छैन नि तपाईँहरूलाई? नो सर। ल, तपाईँको यो टिटानसको चाहिँ सोर्स पनि रिजर्भर पनि दुइटै एउटै हो क्या, सोइल नै हो। किन भन्दाखेरि चाहिँ तपाईँको यसले चाहिँ मानिसमा एउटा टक्सिन मात्र छोडिदिन्छ क्या। त्यो टक्सिन, टिटानोस्पाज्मिन भन्ने टक्सिनले चाहिँ धनुष टाङ्का जस्तो बनाइदिन्छ क्या, मसल्सहरू रिजिड बनाइदिन्छ।
तपाईँको चाहिँ नि टिटेनस भनेको सोइलमै बस्ने हो नि त, त्यही भएर सोर्स पनि रिजर्भर पनि टिटेनसको लागि चाहिँ सोइल नै हो भनेर बुझ्नु ल। जस्तै डायरियल डिजिजको लागि सोर्स भनेको फुडहरू भयो, कन्टामिनेट फुड वाटर भयो, हुकमको लागि सोर्स भनेको सोइल भयो, टिटेनसको लागि सोर्स भनेको पनि सोइल भयो, रिजर्भर भनेको पनि सोर्स नै सोइल नै भयो। ल अब ससेप्टिबल हर्सको बारे पनि कुराकानी गरौँ। जस्तै हुकमको लागि ससेप्टिबल हर्स चाहिँ को होला त भन्नु त? हामीले रिजर्भर पनि पढ्यौँ। हुकमको लागि रिजर्भर भनेको ह्युमनको स्मल इन्टेस्टाइनको जेजेनम, हुकमको लागि सोर्स भनेको के त? सोइल। तर हुकमको लागि ससेप्टिबल हर्स चाहिँ को हो त? त्यो कुरा पनि बुझौँ न। मान्छे। के को मान्छे? मान्छे भनेको त रिजर्भर भन्नु बुझ्ने, फार्मर भन्नु पर्यो। के भन्नु पर्यो? ए फार्मर। फार्मर। बुझ्नुभयो? मान्छे होइन, मान्छे भनेको त रिजर्भर भइगयो नि। ह्युमन रिजर्भर भनेको रोगको प्रमुख भण्डार हो क्या। मोस्ट इम्पोर्टेन्ट रिजर्भर भन्यो भने के लगाउने? ह्युमन लगाउने। केस र केरियरमा विभाजन भएको हुन्छ क्या। सुन्नु ल, डाइनामिक अफ डिजिज ट्रान्समिसनमा सोर्स र रिजर्भर छ। सोर्स भनेको त्यस्तो तपाईँको चाहिँ डिफ्रेन्सिएट गरेको छैन। रिजर्भर भन्ने बित्तिकै त्यहाँ केस र केरियरको कुराकानी आउँछ। केरियर भन्ने बित्तिकै अब मान्छे, केस भन्ने बित्तिकै मान्छे। त्यही भएर रिजर्भर भनेको चाहिँ मान्छे हो। ससेप्टिबल हर्स भनेको चाहिँ शङ्कास्पद व्यक्ति हो क्या। नर्मल मान्छे नै रिजर्भर हुनसक्छ, तर इम्युनोकम्प्रोमाइज स्टेटमा पुगेको मान्छेहरू चाहिँ रिजर्भर तपाईँको ससेप्टिबल हर्स हुनसक्छ भन्नुपर्छ। जस्तै हुकमको लागि ससेप्टिबल हर्स फार्मर, ठिक छ। जस्तै इम्युनि कम्प्रोमाइज स्टेट भयो, एचआइभी एड्सको पेसेन्टहरू भयो, स्टेरोइड खाने पेसेन्टहरू भयो, बच्चा भयो, होइन, ओल्ड एजहरू भयो, म्याल न्युट्रिसन भएका व्यक्तिहरू भए, डायबिटिजका व्यक्ति, क्यान्सरका भिक्टिम अथवा कुनै पनि क्रोनिक डिजिजबाट सफरिङ भएका व्यक्तिहरू चाहिँ ससेप्टिबल हर्स्ट हुन्छन्। फेरि यो होइन, इम्युनिटी बढी भएको चाहिँ कुनै व्यक्तिहरू चाहिँ तपाईँको फेरि ससेप्टिबल हर्स्ट होइन भन्न पाइँदैन। इम्युनिटी बढी भए तापनि कुनै व्यक्ति चाहिँ कुनै रोगप्रति हाई रिस्कमा छ भने त्यो पनि ससेप्टिबल हर्स्ट हो। एक्जाम्पल को लागि फार्मर, होइन, फार्मरमा गइरहन्छ, हाई रिस्कमा छ। हजुर हजुर, आउँछ आउँछ, कसको घर अगाडि आउनुभयो? आउँछ आउँछ आउँछ। ल ल, मलाई सुनिरहनु भएको छ नि, होइन? त्यही हो मैले भन्न खोजेको कुरा है। हाई रिस्क पिपल नै ससेप्टिबल हर्स्ट हुन्छन् भनेर बुझ्नु, होइन। रिजर्भर भनेको चाहिँ मान्छे हुन्छ, भण्डार अलरेडी उसले स्टोर गरेर राखेको छ क्या, है। इम्युनिटी बढी भएको पनि कुनै व्यक्तिहरू चाहिँ अलिकति रिस्कमा छ भने त्यो सबै ससेप्टिबल हर्स्ट हो, तर अलरेडी भित्र स्टोर गरेर राखेको चाहिँ रिजर्भर हो। ल, अर्को नौलो कुरा तपाईँहरूलाई के बताउँछु भने सबभन्दा बढी इम्युनिटी भएको व्यक्ति के हो भन्यो भने तपाईँले के भन्ने? फार्मर। के भन्ने अरे? फार्मर। फार्मर। हेर्नु त, फार्मर भनेको यता हुकमको लागि पनि ससेप्टेबल हर्स थियो, तर सबभन्दा बढी इम्युनिटी भएको पनि के त? किसान नै हो क्या, होइन। यो सोध्न सक्छ, यो अलिकति जिकेतिर। त्यही भएर बुझ्नु, हाई रिस्क पिपल चाहिँ ससेप्टेबल हर्स हो क्या, है। जस्तै फार्मर भनेको खेतमा गइरहन्छ, हुकमको लागि रिस्क भयो, त्यही भएर रिस्क पिपल आर ससेप्टेबल हर्स, तर स्टोर गरेर राख्ने काम रिजर्भर। ल, त्यही कुराकानी चाहिँ छ, होइन। अब यो सर र हामीले यति यति गरौँ त, यो हामी छलफल गरौँ त यो चाहिँ। ल, वर्ल्ड इन्भाइरोमेन्ट डे, विश्व वातावरण दिवस, अनि वर्ल्ड इन्भाइरोमेन्ट हेल्थ डे, विश्व फाइभ स्वास्थ्य वातावरण दिवस के हो भन्नु त? कहिले मनाइन्छ? 5 जुन र 7 अप्रिल। ल, 7 अप्रिल भन्नुभयो। यो 7 अप्रिल हो होइन होइन त? होइन, त्यो के हो? उरोले हाल्थ्यो। हो, 7 अप्रिल भनेको चाहिँ वर्ल्ड हेल्थ डे हो। ल, वर्ल्ड मैले त्यही इन्भाइरोमेन्ट दिएँ। डे, विश्व वातावरण स्वास्थ्य दिवस भन्यो भने चाहिँ 26 सेप्टेम्बर। सेप्टेम्बरको कति तारिक? 26। 60। अँ, सुन्नु, एक फरक छ यहाँ, हेल्थ थपेको छैन। विश्व वातावरण दिवस 5 जुन, विश्व वातावरण स्वास्थ्य दिवस सेप्टेम्बर 26। दुईटा कुरो भयो। र अब सी नम्बरको कम्पोजिसन, यो कुरा हेर्नु। अब यदि तपाईँले यो चाहिँ पहिलो प्राथमिकता दिने क्या, हामीले जहिले पनि एयरको कम्पोजिसन चाहिँ के को लेभलमा मापन गर्छौँ अरे? सी लेभलको लेभलमा। कुरो बुझ्नुभयो? हामीले कम्पोजिसन अफ एयर भनेर पढ्नु भएको छ तपाईँहरूले रेस्पिरेसनतिर, तर यसले वर्ल्ड वाइड कम्पोजिसन अफ एयरलाई चाहिँ हामीले केमा रिप्रेजेन्ट गर्छौँ? सी लेभलमा।
रिप्रेजेन्ट गर्छौँ। र नाइट्रोजन भन्ने बित्तिकै तपाईँहरूले 78 पढ्नु भएको होला, त्यो चाहिँ दोस्रो प्राथमिकता। पहिलो प्राथमिकता के लगाउने? 78.1 78.1 लगाउने। ल, अनि अर्को कुरा भनेको तपाईँले अक्सिजनको चाहिँ 21 पढ्नु भएको छ होला होइन? त्यो 21 चाहिँ के हो? दोस्रो प्राथमिकता। तर पहिलो प्राथमिकता भनेको 20.93। एक्ज्याक्ट सी लेभलमा चाहिँ यति हुन्छ क्या। अनि अर्को CO2 तपाईँले 0.04 पढ्नु भयो होला होइन? तर त्यो चाहिँ के हो त? त्यो चाहिँ सेकेन्ड प्रायोरिटी। एक्ज्याक्ट तपाईँको चाहिँ नि हामीले सी लेभलमा मापन गर्दाखेरि चाहिँ यति हुन्छ। यो चाहिँ वातावरणको पर्सपेक्टिभबाट हो। रेस्पिरेसनबाट तपाईँहरूले 78, 21 अनि 0.04 नै लेख्नु, यो सोध्दैन क्या रेस्पिरेसनमा चाहिँ। यति कुराकानी चाहिँ छ है। ल, अब यो हेर्नु त, ड्यास इज सेन इन द पर्सन हु वर्क्स अन एसी। एयर कन्डिसनमा बस्ने मानिसहरूलाई कुन कमन डिजिज लाग्छ भन्नु त? एउटा लेजोनियर्स निमोनिया भन्ने छ, सुन्नु भएको छ? लेजोनियर्स निमोनिया भन्ने, लेजोनियर्स निमोनिया भन्नु ल। लेजोनियलिया नामको ब्याक्टेरियाले गराउँछ क्या। ल, ओ लेजोनियर्स निमोनिया भन्ने बित्तिकै के बुझ्ने तपाईँले? एसीमा बस्ने बिरामी, किनभने यो त श्वास प्रश्वासको रोग त चिसोहरूबाट धुलोबाट लाग्ने हो नि त। त्यही भएर एयर कन्डिसनमा नि बसेर निरन्तर तपाईँको चाहिँ काम गर्ने व्यक्तिलाई कमन डिजिज के लाग्ने रहेछ? लेजोनियर्स निमोनिया। हजुर आएँ मम्मी आएँ। ल ल आएँ। यो कुरा बुझ्नु भयो नि होइन? मामु आउनु भयो अरे, मामालाई लिनु जानु भन्दैन न। ल म आइहालेँ, उहीँ आउनु। ल, अब अर्को कुरो चाहिँ यहाँ के छ भने डेली रिक्वायरमेन्ट अफ एयर पर हेड पर डे। जसरी हामीले सेफ एन्ड होलसम वाटर पढ्दाखेरि चाहिँ सहरमा यति चाहिन्छ, प्रत्येक व्यक्तिलाई प्रत्येक दिनको पानी आवश्यक होइन, हस्पिटल सेटिङमा प्रत्येक दिन प्रत्येक व्यक्तिलाई यति लिटरले चाहिन्छ भनेर पढाएको थियौँ। अब हावाको पनि रिक्वायरमेन्ट हुन्छ क्या। डेली प्रत्येक दिन एउटा व्यक्तिलाई कति डेली रिक्वायरमेन्ट हावा चाहिन्छ भन्दाखेरि चाहिँ कति लगाउने? 10 देखि 20 मिटर क्युब। कति लगाउने अरे? 10 to 20 मिटर क्युब। ल, यति कुराहरू पढ्नु, यो चाहिन्छ। अब यसमा तपाईँले अलिकति पढ्नु चाहिँ ल, वाटरको क्राइटेरियामा पढ्नु, अनि यता यो इभन तपाईँको न्युट्रिसनमा पनि डेली रिक्वायरमेन्ट छ नि त, यस्तो कुराहरू हेर्नु ल। अनि ड्यास ग्यास इज फाउन्ड इन स्मोकिङ भन्छ। लङ क्यान्सर गर्नको लागि चाहिँ कुन ग्यास रेस्पोन्सिबल हुन्छ र स्मोकरमा पाउने ग्यास कुन हो भन्न खोजेको? सुन्नुभयो होला, हाइड्रोकार्बन भन्ने सुन्नु भएको छ? सुन्नु भएको छ? हो, हाइड्रोकार्बन भन्ने हो CnH2n+2 भन्छ होइन? यो कुरा याद गर्नु। ओके, नमस्ते सबैजनालाई। यदि तपाईँहरू चाहिँ HA को चाहिँ है सहायक चौथो स्तरको चाहिँ यो अहिले जुन हाम्रो सेक्सन C भन्ने सिलेबस आएको छ, यो सेक्सन C को सिलेबसको लागि चाहिँ तपाईँहरूले यदि क्लासेसको खोजीमा हुनुहुन्छ भने चाहिँ हाम्रो कोचिङबाट चाहिँ तपाईँहरूलाई कम्प्लिट सिलेबस चाहिँ एभाइलेबल हुनेछ। त्यसको लागि चाहिँ तपाईँहरूले स्क्रिनमा रहेको टेलिफोन नम्बरमा चाहिँ व्हाट्सएप अथवा कल गर्न सक्नुहुनेछ है। एकदम एफोर्डेबल कस्टमा चाहिँ तपाईँहरू चाहिँ हाम्रो क्लासमा इनरोल भएर चाहिँ सेक्सन C को विशेष कक्षा चाहिँ तपाईँहरूले लिन सक्नुहुनेछ। साथसाथै यहाँ अलिकति फिचर चाहिँ के छ भने तपाईँले सहायक चौथो तहको लागि मात्र तपाईँले न्यून कस्टमा सेक्सन C मा भर्ना भए तापनि तपाईँले चाहिँ हाम्रो 5th लेभलको पनि होइन अन्य जब बेस्डको कुराहरू पनि तपाईँले एज अ बोनसको रूपमा चाहिँ पाउनुहुनेछ। ओके, सो विदाउट फर्दर डिले यदि तपाईँहरू अझै पनि सेक्सन C को क्लासको खोजीमा हुनुहुन्छ भने चाहिँ तपाईँहरू हाम्रो क्लासमा जोइन हुन सक्नुहुनेछ है। अझै पनि अलिकति समय चाहिँ ढिला भएको छैन। थ्याङ्क यू एभ्रिवान।